हेलो एभ्रिवान र आज चाहिँ मैले नयाँ रेसिपी लिएर आएको छु र यो चाहिँ एकदम हेल्दी मैले ब्रेकफास्ट लिएर आएको छु र तपाईहरुले यो भिडियो स्किप नगरी अन्तिमसम्म हेरिदिनुहोस् होला र यो चाहिँ एकदम हेल्दी छ अनि तपाईहरुले नानीहरुलाई पनि यो टिफिनमा प्याक गरेर पठाइदिन सक्नुहुनेछ र यसको लागि चाहिँ मैले यहाँ ठूलो पेलाको 1 पेला चिउरालाई राखेको छु मिक्सी जारमा यसलाई चाहिँ ग्राइन्ड गर्नुपर्ने हुन्छ र यसको चाहिँ यतिको यो पाउडर बनाउनु पर्ने हुन्छ र यो चाहिँ मैले ट्रान्सफर गरे यसलाई र तातो पानीले यसलाई मिक्स गर्नुपर्ने हुन्छ र यहाँ चाहिँ मैले तातो पानी राखेको छु यसमा अनि मिक्स गरेर यसलाई मैले 10 मिनेटको लागि चाहिँ रेस्टको लागि छोडिदिए र अब यसको लागि मैले स्टफिङ बनाउन गइरहेको छु र त्यसको लागि चाहिँ मैले यहाँ ठूलो पेलाको 1 पेला मैले यहाँ मुङ दाललाई लिएको छु यसलाई चाहिँ मैले 3 घण्टा चाहिँ भिजाएर राखेको थिएँ र यसको सबै पानी चाहिँ तारेर चाहिँ यहाँ मिक्सी जारमा हालिसकेको छु र यसलाई हालिसकेपछि चाहिँ यसको पानी चाहिँ एउटै हुनु हुँदैन यहाँ र त्यसपछि त्यहाँ लसुन अदुवा र खोर्सानीलाई मैले काटेर राखेको छु र खोर्सानी तपाईहरुलाई कतिको पिरो मनपर्छ त्यो अनुसार राख्न सक्नुहुनेछ र यतिको फाइन पेस्ट भइसकेपछि मैले एउटा बोलमा ट्रान्सफर गरे र त्यसपछि यहाँ माथिबाट लगाउनु पर्छ अलिकति हर्दी र अलिकति कलर खोर्सानी अनि स्वाद अनुसार नुन र अलिकति जीरा र हिङ पाउडरलाई राखेको छु र चप्ड गरेको प्याजलाई पनि मैले आधी पेला राखेको छु अनि माथिबाट चप्ड गरेको धनियालाई पनि राखेर सबै मज्जाले मिक्स गरिसकेपछि अघिको चिउरालाई मैले यहाँ लिएको छु र त्यो चिउरा चाहिँ अब यतिको भइसकेपछि यसलाई अझै पनि पानी लगाएर यसलाई मज्जाले मिक्स गर्नुपर्ने हुन्छ र हातले नै तपाईहरुले यसलाई मज्जाले यसरी नै मैले गरे जस्तै तपाईहरुले मुस्नुहोस् अनि यो चाहिँ एउटा आटा रोटी खाने आटाको डो जस्तै हुन्छ र तपाईहरुले यहाँ माथिबाट अलिकति तेल पनि राख्नुहोस् र यसलाई फेरि पनि मज्जाले यसलाई गुन्नुहोस् र त्यसपछि मैले स्टिमर लिएँ त्यसमा अलिकति तेल लगाएँ र भाँडामा पानी हालेर यसलाई मैले रेडी गरेको छु र अहिलेको डोलाई फेरि पनि मैले यहाँ चपिङ बोर्डमा राखेर यसलाई मज्जाले गुन्नुपर्ने हुन्छ र यसलाई मज्जाले गुनिसकेपछि चाहिँ यसलाई मैले गुनेँ अनि त्यसपछि अलिकति चपिङ बोर्डमा तेल राखेँ र सानो सानो पिसमा मैले यसलाई काटेको छु र तपाईहरुले यसलाई कतिको ठुलो सानो तपाईको इच्छाले बनाउन सक्नुहुनेछ अनि मैले चाहिँ यहाँ सानो रोटी बेलेको छु यो चिउराको रोटी भएको कारणले गर्दा चाहिँ यो राम्रो बेलिँदैन त्यसै कारण यसलाई चाहिँ हामीले फाल्टै केक कभरहरुले या पेलाहरुले जेले पनि शेप दिन सक्नुहुन्छ र तपाईहरुले जुनै सामानले ठुलो सानो तपाईहरुले बनाउन सक्नुहुन्छ रोटी र त्यसपछि अहिलेको स्टफिङलाई चाहिँ यहाँ लगाएर यो यसरी लगाउनु पर्ने हुन्छ यो चाहिँ आफै टाल्लिन्छ यसलाई है सजिलै हुन्छ र त्यसपछि सबै मैले यहाँ स्टिमरमा लगाइसकेपछि चाहिँ योलाई 15 मिनेटलाई पकाउनु पर्ने हुन्छ र 15 मिनेट भइसकेपछि आजको हाम्रो हेल्दी ब्रेकफास्ट चाहिँ रेडी भइसकेको छ र यो चाहिँ एकदम मिठो भएको थियो एकदम टेस्टी भएको थियो अनि यसको फ्लेभर चाहिँ यति साह्रो दामी आइरहेको थियो र तपाईहरु पनि यसरी बनाएर खान सक्नुहुन्छ